हेलो एभ्रिवान, नमस्ते, वेलकम टु माई च्यानल। आज म चिकन करी बनाउँदैछु। हजुरहरूलाई कस्तो लाग्छ हेर्नुहोला। पहिला मैले तेल हालेँ, जिरा फुराएँ, मेथी फुराएँ, ल्वाङ, सुकमेल र तेजपत्ता राखेँ। त्यसपछि मासु राखेँ। त्यसपछि चलाउने, एकछिन चलाउँदै गर्ने। धेरै पनि चलाउन हुँदैन, तर यसो चलाउने। आधा कागती राख्छु मैले, त्यो नटासियोस्, मासु चाहिँ नटासियोस् भनेर। अनि एकैछिन यसो चलाउने। अनि यो लसुन, अदुवा र 2टा खुर्सानी राखेर पिसेको छु। एकदम पिरो छ खुर्सानी चाहिँ। अनि मासु लगभग अब पाक्दैछ, भुटिँदैछ। बिस्तारै बिस्तारै साह्रै मिठो भयो थियो। आधा चम्चा बेसार राख, स्वाद अनुसार नुन राख्ने। अनि एकछिन भुटेर यस्तो रातो हुन्छ, मिठो हुन्छ। यसरी भुटेर पनि खान सकिन्छ। मैले चाहिँ ग्रेभी बनाउन लाएको हो। यो चाहिँ एउटा प्याज राखेको मैले। यो प्याज चाहिँ पछि राख्न मन पराउँछु मैले। राखिसकेपछि एकछिन ढाक्ने मासुले। त्यसपछि टमाटर राख्छु, टमाटर पनि एकछिन ढाकेर पकाउँछु। एकछिन त्यो टमाटर पनि गलिसकेपछि लसुन, अदुवा र खुर्सानीको अघि बनाएको पेस्ट हालेँ। अब त्यो पेस्ट हालिसकेपछि एकछिन चलाउँछु। यो चाहिँ जिरा र धनियाँको धुलो हो। यो अलिकति कश्मिरी धुलो खुर्सानी हो। यो चिकन मसला पनि अलिकति राख्छु। त्यसपछि गरम मसला पनि राख्छु। यो देखेर त कतिखेर खाम जस्तो भएको थियो मलाई त। मिठो भएको थियो बनाउँदा। त्यसपछि एकदम राम्ररी बिस्तारै चलाउँदै गर्ने, चलाउँदै एकछिन भुट्दै गर्ने। मासु कोलाई मनपर्छ, कस्तो स्टाइलमा बनाउनुहुन्छ यस्तो कमेन्ट गर्नुहोला। अलिकति पानी राखेँ, अलिकति धनियाँ राखेर मिठो तरिकाले बनाएँ। सब यसरी गरेँ मैले। मेरो च्यानल हेर्नुमा धेरै धन्यवाद।